ल भाइको गिलास लाउनु हुँदैन ए लाउनुपर्छ त हौ बाबाको हातै पक्रेर हिँड्नुपर्छ है भाइले जाडो भएको छैन भाइ मलाई त जाडो भइरहेछ हौ भाइ कहाँ जानु भएको लन्ठङ 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 छ त हिँडाइ पनि सेक हुन्छ स्नेक स्नेक हुन्छ नि भाइ कतै जानु भएको हुँदो एउटा यहाँ रोप्यो कि अर्कै या यसलाई चाहिँ अलिक टाइम लाग्ने छ अर्को त जाग्यो यो चाहिँ अलिक डढे डढे जस्तो भएछ पानी आएको पानी आउँदैछ हो रहेछ पानी आइरहेछ के खोजेको यहाँभित्र पोखरी सफा गरेको छैन अर्धैमा पानी आउँछ ओहो यहाँ त मजाको रहेछ जिन्दगी गाह्रो छ हौ देवाले के उखाल्नु भएको जडीबुटी खोज्नु थाले क्या हो अनि भाइ परको के रहेछ हेरिदिनु त सेतो आउँदैछ के रहेछ नानी त्यो के हो परको हेर्नु त के रहेछ भाइ अन्ली वान रहेछ हौ ठुलो डक रहेछ तर अन्ली वान हो भाइ अन्ली वान रहेछ उसको मम्मी कता गएछ छैन मम्मी खोजिरहेछ है भाइ हो मम्मी हराएछ डकको एक्लै भएछ है डक भाइ अनि भाइको मम्मी कहाँ हुनुहुन्छ भाइ ओइ भाइ मम्मी खोयो छैन यता लेट्स गो
हेर्नु अड्डे बनाउनु आँट्यो क्या हो ओए घाट गह्रो हुँदो रहेछ सिङ्गै छैन लु आउँछु बिजोक रमाइलो छ नि हौ मान्छेहरूको अमेरिका भन्नु मात्रै छ अमेरिकामा अमिरलाई अमिरै जिन्दगी छ गरिबीलाई गरिबै छ गाह्रो छ हौ कोही चाहिँ अड्डे बनाउने जाडोमा चाहिँ यो के अरे यो खालको झारहरू त सबै हराएको हुन्छ त तरल हुन्छ होला यसको यस्तो हिउँमा चिसोमा त नहराउने भने जस्तो बर्खा लागेपछि अनि फेरि सबै सर आउने यो मजाको रहेछ तितेपाते उम्रेको हेर आम्मा कति हो कति तितेपाती त्यसले चाहिँ के टिपेर आउँछ के ल्याउनु भयो हाँ भाइ के ल्याउनु भयो नानी के खोज्नु भएको हाँ के रहेछ ओ